ओके, हाम्रो स्प्रे पेन्टिङको चाहिँ यहाँ के भइरहेछ, प्र्याक्टिकल भइरहेछ। आज हामीले यो मेसिनलाई चाहिँ कसरी अपरेट गरिन्छ भन्ने विषयमा चाहिँ प्र्याक्टिकल हेर्दैछौँ है त। ल हजुरले सुरु गर्नु। यसको नाम हो वाल पेन्टरमा प्रयोग गरिने एउटा एयर बेस कम्प्रेक्स मेसिन। हामीले यसलाई हामीले ठुलो वालमा चाहिँ पेन्ट गर्दाखेरि यसले चाहिँ एकदम छिटो हुने कारणले गर्दा हामीले चाहिँ यसको चाहिँ प्रयोग गर्छौँ। यसलाई चाहिँ हामीले प्रयोग गर्दाखेरि अन अफ स्विच यहाँ छ, योबाट हामीले चाहिँ अन अफ गरिन्छ स्विच लाइनको लागि स्विच यो गरिन्छ भनेपछि यो चाहिँ यसमा चाहिँ बल्ब यसलाई अन गर्नुभन्दा पहिला यसलाई चाहिँ हामीले लुज गरिन्छ, खोलिन्छ यसलाई। ओके, यसलाई चाहिँ कम्प्रेसर यसलाई चाहिँ खोलिन्छ। अनि हामीले अन गरिसकेपछि यसलाई चाहिँ हामीले स्टार्ट गरिसकेपछि जस्तै हामीले स्टार्ट गऱ्यौँ, अब यसबाट हामीले ओभरफ्लो जान्छ। यसबाट जबसम्म पहिला हावा जान्छ अथवा हावा पानी आइसकेपछि यसलाई हामीले टाइट गर्दै जान्छौँ। टाइट गर्दै जान्छ। अब हाम्रो यो मिटरबाट हाम्रो चाहिँ प्रेसर मिटर यो हाम्रो चाहिँ प्रेसर बढाउन र घटाउनलाई योबाट गरिन्छ। ओके, हामीले टाइट गर्दै जाँदा प्रेसर बढ्छ अनि यसलाई घटाउँदा हामीले यो प्रेसर बढ्छ। ओके, ल अब यो ल एकचोटि प्रयोग गरेर देखाउनु त। ल यो हाम्रो यो नोजलबाट पनि हामीले यसलाई चाहिँ सानो ठुलो चाहिँ बनाउनु मिल्दो रहेछ योबाट। ओके, हामीले चाहिँ अगाडिको एउटा ग्रिप छ, यसलाई हामीले यसरी दबायौँ भने यस्तो जान्छ यो। ओके, अब यसलाई हामीले ठुलो चक्रामा गर्ने कि सानोमा गर्ने भन्ने कुरो यो नोजलबाट मिलाउन सकिन्छ। ओके, यसरी गरिन्छ हामीले गर्दाखेरि यो तलदेखि माथि तल यसलाई ग्याप नछुटाइकन यसरी गरिन्छ।